आज हामी यति बेला घरमा पारिवारिक भोज भनौँ न हामी दुई भाइ लगभग 9 वर्षपछि भेट भएका छौँ। यसरी चाहिँ नि यो अवसरमा घर परिवारको मुहारमा शान्ति मन चैन लिनको लागि पनि र हामी आफू पनि खुसी साट्नको लागि आज हामी यसरी चाहिँ नि मेहनत गरिरहेका छौँ। यो श्रृङ्खलामा जोडिन मेरा आदरणीय दिदीहरू भान्जा भान्जीहरू अनि नजिकका साथीहरू सबै नजिकमा हुनुहुन्छ मेरा आदरणीय मनहरू, तर जति पनि सम्पर्कमा हुनुहुन्थ्यो नजिकै हुनुहुन्थ्यो उहाँहरूसँग यसरी जोडिने अवसर पायो। तपाईँ सम्पूर्णलाई सम्झँदै हामीले एक किसिमको बस्ने निर्णय गऱ्यौँ र सोही अनुसार हामी यसरी चाहिँ लागि परेका छौँ। यो सुखद माहौलमा साथ सपोर्ट र सामिप्यता गाँच्नु हुने मेरा आदरणीय मनहरूप्रति म नमन गर्न चाहन्छु, कृतज्ञ छु र हाम्रो परिवार हार्दिक स्वागत पनि गर्दछ। जहाँ छौँ जे छौँ जस्तो अवस्थामा छौँ खुसीले रमाउँ भन्ने हाम्रो प्रमुख उद्देश्य रहिरहन्छ, सदैव रहन्छ। हामी परदेशमा छौँ तर पनि स्वदेशको मायाले फेरि हामीलाई तानेको छ र देश यति बेला चुनावको अवस्थामा छ। पक्कै पनि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्ने र देशलाई कायापलट गर्नुपर्ने अभिभारा हामीसँग छ। सकेसम्म हामी चुनावमा मत समेत जाहेर गर्ने गरी हामी स्वदेशमा रहनेछौँ। तत्पश्चात फेरि हामी आफ्नो कर्मभूमिमा लाग्नेछौँ र हर पल हर सेकेन्ड हाम्रै देशको लागि हाम्रै परिवारको लागि हामी चिन्तित रहने कुरा पनि यहाँ अवगत गराउन चाहन्छौँ। नजिक हुने मेरा आदरणीय मनहरू परिवारहरू यसरी जोडियौँ भने कतिपय साथीहरूलाई सम्झिराखेको मनैबाट सम्झिराखेको छु। योपालि सबैलाई भेट्नेछु। यो भेट्ने बाचा गर्दै यहाँसम्म भिडियो हेरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।